मर्निङ वाकको लागि निक्लिसकेको छु। यताउता पानी परेको अवस्था छ, तर मलाई बाल छैन। यो हुटिटिट्या भन्ने चरो यहाँ पनि कचरा हेर न, कचरा यार। यस्तो ठाउँमा पनि यहाँ कचरा बनाइरहेको छ। टोइलेट पनि त्यहाँ हरियो पत्र टाँगेर बनाइरहेको। यो मेन रोड छ होइन, यस्तो ठाउँ पनि कचरा बनाएर राखिदिएको छ है। प्रगति केही गरी नहुने भयो साथीहरू, के गर्ने होला जिन्दगीमा है। अब यस्तै डुल्ने खाने है, यस्तै घुम्ने केही छैन। अब केही गर्दा पनि हुँदैन, पुग्दैन। अब गाह्रो छ जिन्दगी है। तपाईँहरूलाई कस्तो छ? अब देशमै बसेर केही गरौँ भने होइन, युवाहरू सबै विदेशतिर छ। अनि अब व्यापार गर्दा पनि घाटैमा गइएला भन्ने डर के। त्यही भएर अब गाह्रो छ। परदेशतिर त धाउनै पर्यो। अब परदेश नजाउन्जेलसम्म त केही हुनेवाला छैन हामीलाई। साथीहरू यहाँको मेन व्यवसाय भनेको यही उखु हो। हेर्नुहोस्, यता पनि उखु होइन। यहाँको मेन व्यवसाय भनेको यही हो, उखु हो। यहीबाट यिनीहरूले अर्निङ गर्छ अनि सालभरि टेक्छ यिनीहरूको होइन। अनि बाँकी व्यवसाय भनेको त यही हो, काँडा म्याकी सिडी जङ्गलै छ। अब फेरि यो चाहिँ जनालो हो है। हेर्दा त मकै जस्तै देखिन्छ, बट यो मकै चाहिँ होइन, जनालो हो। अब यो कालोवाला हो कि अब कुन चाहिँ वाला हो? सेतोवालालाई त हाम्रोतिर जनालो भन्छन्, यहाँ चाहिँ कालोवालालाई चाहिँ बाजरा भन्छन् है। अब त्यही हो। यो हेर्न सक्नु, यो ओरदेखि परसम्म यो सबै हो क्या। फेरि त्यही आमामा ठाउँ त बब्बाल रहेछ क्या केटा होइन। वरिपरिको वातावरण हेर न, वरिपरिको आमा कस्तो दामी के। यहाँ पनि दामी छ हो केटा घुम्न। हेर्नुहोस् बाजरा फलेको हेर्नुहोस्। ऊ त्यहाँनिर म जुम गरेर देखाइदिन्छु। यो चाहिँ फलेको हेर्नुहोस्, यस्तो हुन्छ फलेको। यहाँ बोडी फलिया रहेछ क्या होइन। धेरै पछिदेखि यता पनि 2-3 घामटा रहेछ। अब आफू त घरतिर भइँदैन, त्यो देखिँदैन। ए यता चाहिँ घिरौला, यो बुटमुनि जानला रहेछ होइन। तर धेरै पछि देखियो, घरतिर भइँदैन। घरतिर त लगाइरहेको हुन्छ होइन, तर आफू घरतिर नभएको हिसाबले चाहिँ देखिएको थिएन मैले। आजै देखेँ म्याकी सिडी। साथीहरू यहाँ एउटा अचम्मको दृश्य देखियो होइन। यो हेर्नुहोस्, यो तार यता जोडिरहेको छ होइन। पोल चाहिँ यहाँ छ। यो रुखले चाहिँ पोलै भाँचेर यो यहाँ भित्रबाट छेद गरेर आफूमाथि अड्काइरहेछ कि, यसलाई बोकिरहेछ पोललाई होइन। सो दामी तरिकाले अड्काइरहेछ कि। यहाँ तल पोल भाँचिसकेको छ। अब यो हेर्नुहोस्, यो यता यो पक्की लाइन उता गइरहेछ, एक उता गइरहेछ। अब यहाँ यस्तो अवस्थाले अड्किरहेछ कि यार, के मान्छेले यसको नजिकै जाने त करेन्ट लाग्छ होला कहिले काहीँ। म त्यही करेन्ट छ कि भनेर म चाहिँ छुइनँ मैले रुखलाई नि। कस्तो डर लाग्ने यार, आमामा यस्तो नि रहेछ यार। म चाहिँ मेरो गन्तव्यतिर गइरहेको थिएँ होइन साथीहरू। यो बाटोको वरिपरिको यो घाँस देख्दा मलाई चाहिँ भैँसी पाल्न मन लाग्यो। कसैको यहाँ छ भैँसी, यसो कन्ट्याक्ट गरौँ त। म्याकी सिडी भैँसी पालिदिनु पऱ्यो यतातिर। यहाँ त यस्तो दामी लाग्यो, वरिपरि घाँस छ है। भैँसी ल्याएर पालिदिनु पऱ्यो। म्यासी के गरी उभति नलाग्ने भयो। अब चाहिँ भैँसी पालिदिनु पऱ्यो। यता चाहिँ यो चाहिँ टङ्की, यहाँ चाहिँ कसरी राखिन्छ भने यो पानी जम्मा गर्ने पछि चार्नको लागि होइन। यो ढुङ्गा निकालेर यहाँ थुप्राएको रहेछ। त्यहाँ बाहिर चाहिँ मान्छे पुल्ने ठाउँ छ। अब मान्छेको जिन्दगी भनेको आमाको कोखदेखि त्यहीँसम्मको यात्रा हो। त्यही भएर जिन्दगी रमाउने गरौँ है साथीहरू। यो बोतल हेरौँ है, यहाँ अझ जलाइसकेको छ। यो त अझ यो फेरि यहीँ वरिपरि 2-4वटा घरको मान्छेले पिएको बोतल होइन। यति धेरै बेउडाहरू छ क्या यहाँ है। यो ठाउँमा सबभन्दा धेरै बेउडा यही ठाउँमा होला क्या होइन। यहाँ हेर्नुहोस्, यो गाउँ यतातिर घर छ होइन 2-4वटा। यही 2-4वटा घरको मान्छेले पिएको दारू हो त्यो है। ऊ त्यहाँनिर पनि पानी जम्मा गरेको रहेछ। खोलो त एकदम ठुलो आए जस्तो छ। एउटा कुरा चाहिँ मलाई अचम्म लाग्छ क्या यार होइन। म आजभन्दा 1 वर्ष पहिला यहाँ आउँदाखेरि यो बाटो एकदम गरगरे ढुङ्गा माटोको बाटो थियो है। अहिले त यही बाटो नि प्लास्टर गरिदिएछ क्या। हाम्रो नेपालमा विकास चाहिँ ढिलो हुन्छ, यो कुरा चाहिँ फिक्स हो। यहाँ हेर्नुहोस्, यस्तो गाउँको बाटो यो खडेर नि, यो न सिटी लाइन हो न केही लाइन हो होइन। यहाँ यस्तो बाटो पिच गरिदिएछ क्या। अब हाम्रो देशमा त यस्तो त के, घरबाट हिँड्ने त्यो मेन रोड बनाए पनि अब त्यो पक्की बन्न कति टाइम लाग्ने हो, लाग्छ। ल साथीहरू हेर्नुहोस्, यहाँको खोला। यो खोला पनि धेरै पछि देख्न पाइयो, किनकि अब यहाँ बर्खा मास लागिसक्यो, टङ्कीहरू फुल हुन्छ है। अब माथि ड्याम बनाएको हुन्छ, त्यो ड्याम फुल भयो भने चाहिँ यो पानी आउने हो। नत्र यो त सुक्खा हुन्छ एकदम। गई आएर क्याप्ल्याक पार्ल्यो भने डर लाग्यो क्या मलाई त होइन। आज जिन्दगी सकिने कि 2 मिनट भयो। हेर्नुहोस् यो अवस्था छ यहाँको पानीको। यो हेर्नुहोस् साथीहरू, जनालो फलेको छ यहाँ चाहिँ।
बाजरा पनि मिक्स रहेछ। यो कालोवाला देखिया छ भने यो त्यो कालोवाला चाहिँ बाजरी हो होइन, यो सेतोवाला चाहिँ जनालो हो है। यहाँनिर चाहिने एउटा फलको बुटा रहेछ है साथीहरू। यो अब यो फल चिनिएन, अब झारेर खाइदिउँ भने पनि त्यो खोलामा लगेर गाडिदिने हो कि भन्ने डर पनि छ। के गरौँ भयो हो। म त खाइदिउँ कि जस्तो पनि लाग्यो, बरु ठोके ठोक्ला केही फरक पर्दैन। तर मन लाग्यो चिज खाइदिने हो भन्नेतिर पनि गयो है साथीहरू। यहाँ चाहिँ यही हो कि एउटा यो छ, एउटा त्यहाँ छ, एउटा पर छ होइन। यहाँ धेरै यस्ता बाउडीहरू बनाइएका छन् जुन चाहिँ अहिले बर्खाको टाइममा पनि पानी आउँछ नि यो यस्तै अलि गहिरो खोद्यो भने चाहिँ पानी निक्लिरहेको छ होइन। फाइनली लाग्यो है साथीहरू काम गर्नुतिर। अब ड्युटीको टाइम भयो।